के छ साथीहरू, आशा गर्दछु सबै ठिकै होला। ल है त म त आज फेरि ट्रेड लिन आएँ UK 100 है त। आज चाहिँ दरै पर्फेक्ट गर्ने हो, दरै पर्फेक्ट गरेर आज दरै पैसा लुट्ने हो मार्केटबाट। अस्ति पनि लस भयो क्या अरे, फेरि नयाँ इक्विटी हालेर $100 आज फेरि नयाँ ट्रेड ल्याएको छु, हेर्न सक्नुहुन्छ तपाईँहरूले। आज चाहिँ दरै हो, दरै भन्नै पर्दैन। आज त दरै पर्फेक्ट लिने हो, जस्तो सुकै होस् जेसुकै होस्, फेभरमा देखाइरहेछ। अब राम्रै तरिकाले माथि गइरहेको देखाइरहेछ क्या अरे। अब हेरौँ है त लास्टसम्म के हुन्छ मेरो ट्रेड आजको। आशा गर्दछु ठिकै होला, कति लुटोस् मलाई पनि मार्केटले। टक्क मेसिनहरू फिट गरिरहेको छु होइन। अब के होला, स्टप लस लगाएँ, टेक प्रफिट ल्याएँ, त्यहाँ मेजर सपोर्ट छ। ट्रेन्ड लाइन चाहिँ तलतिरै झुकेको देखाएको छ, तैपनि थोरै डिप त होला नि, पुल ब्याक त होला नि भन्ने आशमा आज त लगाएको छु क्या अरे। आशा गर्दछु राम्रै प्रफिट होस्, राम्रै तरिकाले जाओस् आजको ट्रेड। युट्युबबाट सिक्यो पनि केही फाइदा हुँदो रहेछ भन्ने कुरा त देखाऊँ न आज नि, होइन भने त यस्तै हो। फेरि एकचोटि त अस्तिको भिडियोमा लस भइहाल्यो क्या अरे। अब नयाँ इक्विटी हालेर फेरि ट्रेड गरेको हो। अब हेरौँ कतिको हुँदो रहेछ मेरो ट्रेड। प्रफिट आउँदाखेरि फेरि अलि राम्रो सपना आउँछ के भने, यो किन्छु त्यो हुन्छ। लस हुँदाखेरि हो तनाव हुन्छ, गाह्रो छ यो ट्रेडिङ पनि। यसो कोही राम्रो बुझ्ने जान्नेहरूले यसो कमेन्ट गरौँ न, यसो मलाई नि अलि राम्ररी सिक्न मन थियो क्या अरे। नुबै हो म पनि, अब यताको भिडियो उताको भिडियो हेरेर यसो ट्रेडिङ गर्न लाग्यो क्या अरे। खै त प्रफिटै हुँदैन, आज चाहिँ लुट्ने भनेर बसेको छु क्या अरे मार्केटमा। हेरौँ न कस्तो हुँदो रहेछ हाम्रो ट्रेडिङ। यो मेसिन लगाएँ टक्क माथितिर होइन। फिलहाल चाहिँ म 10-15 मिनट 5 मिनट र 1 घन्टाको चार्टमा खेलिरहेको छु। हेरौँ अब कतिको राम्रो जान्छ हाम्रो ट्रेड। यतिखेर चाहिँ भोलाटाइल त राम्रै छ मार्केट होइन। जस अरू जेसुकै भयो भने मलाई प्रफिट लिनु पर्यो राम्रै तरिकाले है त। हेरौँ कस्तो हुँदो रहेछ। अब एक हिसाबले त राम्रै देखाइरहेछ। 1 मिनटको मनी 15 मिनटको मनी राम्रै देखाइरहेछ, 5 मिनटको पनि राम्रै देखाइरहेछ क्या अरे। फेरि दल आएर रहेछ मलाई, माथितिर जाउँ केटा माथितिर जाउँ। कति लुट्यो होला मलाई, माथितिर जाउँ न है। मैले क्वान्टिटी किनेको हेर है, कति थोरै पैसा लगाएको, धेरै फेरि लाग्दै गइहाल्छ। फेरि लस भयो भने प्रफिट भयो भने थोरै नै ल है त। 1:2 रेसियो रे कतिको आउँछ प्रफिट हेरौँ। होस् राम्रै होस् प्रफिट आजको। आज त मार्केटलाई लुट्ने हो। फेरि क्यान्डल सबै तलतिरै देखाइरहेछ रातो क्या अरे, माथितिर त जाओस्। यसो प्रफिट भयो भने त आज राम्रो गाना सुनाउँछु नि फेरि म है त। चोर नभए नि यसो गाना सुनाउँछु, प्रफिट भयो भने चाहिँ है। फेरि पहिला प्रफिट त होस्। माथितिर गइरहेछ, ल जाऊ माथितिर जाऊ। प्रफिट भयो भने त केही त किनेर A few moments later. थुक्क साला फेरि लस भयो। नसकिने भयो यो मार्केटलाई। कोही कहाँ गडबडी हो के गडबडी हो थाहै भएन, बस लस भइरहेछ हौ। तनाव फेरि अब के किन्न सक्न थियो फेरि गयो। नभए क्लोज गरिदिएँ म त लस। अब लसमै जाला, हाई क्यान्डल देखाइरहेछ रेडमा, क्लोज गरिदिएँ म त।